मसँग चाहिँ आज एउटा बजाङको बहिनी आउनु भएको छ। मैले उहाँलाई चाहिँ केही सहयोग गर्दैछु। त्यो चाहिँ अब उहाँ आउँदै हुनुहुन्छ, आएपछि म सबै कुरा सेयर गर्छु है त। नमस्ते, के छ, आराम हुनुहुन्छ? हजुर ठिकै छ। हेलो हेलो हेर्नु न के छ? खै नमस्ते गरे, नमस्ते गर्दै खै नमस्ते गरे। नाइ बाबा यो त हुँदैन हेर है। त। ल हामीसँग चाहिँ हाम्रो बजाङको, उहाँको नाम, हजुरको नाम के अरे? मेरो पशुपति विषय पशुपति विषी हुनुहुन्छ। उहाँको घर चाहिँ बजाङ हुनुहुन्छ। अनि उहाँको चाहिँ बाबुको चाहिँ एकदमै समस्या रहेछ। ठुलो बाबुलाई पनि त्यस्तै भएको अरे है? हजुर ठुलो बाबुको पनि के समस्या अरे? जन्मजात नै नसुने बाबु पनि पहिला। भनिदिनुहोस् न। अहिले चाहिँ बाबुको चाहिँ ठुलो बाबुको चाहिँ उपचार गरेर बोल्न सक्ने भयो। हजुर। अब सेम समस्या कान्छो बाबुलाई पनि भएको छ। त्यही भएर हजुरहरूले तपाईँको ठुलो बाबुको उपचार गर्न लगभग कति पैसा खर्च गर्नुभएको थियो? बाबुको चाहिँ 16.5 लाखको चाहिँ मेसिन बाबु हो कानमा लगाउने। अनि उपचार खर्च सबै गरेर 24-25 लाखसम्म खर्च भइसक्यो अहिलेसम्म बाबुको हाराहारी। फेरि कान्छो बाबुलाई पनि सेम त्यही प्रब्लम होइन? हजुर त सबैजनालाई फेरि पनि नमस्कार। उहाँलाई चाहिँ यति ठुलो प्रब्लम भएको रहेछ है। ठुलो बाबुलाई पनि त्यही समस्या, फेरि कान्छो बाबुलाई पनि त्यही समस्या भएको। मैले चाहिँ अस्ति, मलाई चाहिँ थाहा थिएन, मैले चाहिँ अस्ति नै उहाँको भिडियो हेरेको थिएँ। अनि त्यो सुन्दाखेरि कस्तो नराम्रो लाग्यो है आफूलाई पनि। फेरि के रहेछ भनेर सबै उहाँको भिडियो पुरै हेर्दाखेरि चाहिँ उहाँको रोदन, यति धेरै रोदन मैले त सहनै सकेन। थोरै भए पनि म त्यस्तो धनी मानिहाल्नु होइन, मनको चाहिँ एकदमै धनी छु। उहाँको भिडियो हेरेर एउटा आमाको रोदन देखेर मलाई यति धेरै, म आफै पनि यति रोएँ उहाँको भिडियो हेरेर। अनि उहाँलाई केही नभए पनि सानो सहयोग गरौँ र हजुरहरूमा यो भिडियो पुग्यो भने हजुरहरू सहयोगीदाताहरूले पनि अलिकति सहयोग गरिदिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। र मैले केही धेरै होइन, 5,000 जति, मसँग धेरै पैसा छैन, 5,000 जति क्यास ल्याएको छु मैले उहाँलाई सहयोग गर्दैछु। हजुरहरू पनि 100-500 भए पनि, थोरै भए पनि हजुरहरूको सहयोगले बच्चाले आमा भन्न पाउँछ। बच्चाको अहिलेसम्म आमा भनेको सुनेको छैन उहाँले, एकदमै दुःखद लाग्दो खबर हो। हजुरहरूको सानोतिनो सहयोगले बच्चाले आमा भन्ने छ र उहाँले आमा भनेको सुन्न पाउनुहुनेछ। सबैजनाले सहयोग गर्नुहोला। ल मेरो हजुर, मबाट 5,000 मैले सहयोग गरेको छु। सबैजनाले 1,000, 2,000, 500 जति भए पनि सहयोग गरिदिनुहुनेछ भन्ने आशा गरेको छु। हजुर के बोल्न चाहनुहुन्छ? हजुरहरूले सबैजनाले सकेको सहयोग गरिदिनु होला बाबुको